솔진상 Otto kasar mo kata kita me otto kamera bati kita ya mai bati na ana. यो पहिलाकै कुकुर हो यो हैन नि है भुन्तुङ रे चिन्छस् Halo. Bunda त वसँग एक वर्ष हेरौँ भनेको होइन हजुर एक वर्ष हेरौँ यो भेटिदिनु आइदिनु पर्छ होइन केही जापानिज केटा बाइक माथि जाँडामा चौरी राखेर आएछ अनि म त नेपाली होला भनेर अनि बसन्ती लाग्छ रे बारो म त जेठी सासो भए चार भयो आउँछ होला तपाईँ
काजी ओए लाम्ला माडो छेनी गाँड हो यो गोरुटारमा सानो स्टेजमा यो चाहिँ फाइनल यो गौरीटाको माथि यो के भन्छ यो जिप लाइन यो साइक्लिङ अनि यो जिप लाइन गएको ठाउँतिर जिप लाइन अनि यहाँबाट चाहिँ टावर डाँडा साइकल जाने ठाउँ हो यो चाहिँ जिप लाइन अरे जय शम्भो खान्छे बस्यो
Latiga la inda satta. Mandrata sabra sando pura sando manavata chadra mudina sando medra mudina stava. गुरु यसको विषयमा थोरै भनिदिनुहोस् न हाम्रो यो के को प्रतिमा हुनुहुन्छ हाम्रो उहाँ भगवानहरूको बारेमा हामी उद्घाटन पनि हुँदैछ अरे पर्तिर अनि हामी चाहिँ टिको लगाइदिने तपाईँहरूलाई अनि यहाँ आज शिव घुम्न आउनु पनि हुन्छ आज नयाँ वर्षको दिन त्यही भएर टिकाहरू घुम्न आउनुहुन्छ सबैजना हजुर हजुर अनि हाम्रो यो उहाँहरू गुरुजी शिव पार्वती हुनुहुन्छ है हजुर शिव पार्वती गणेश हजुर पार्वती गणेश शिव हुनुहुन्छ हजुर हजुर अनि गुरुजीको थोरै सानो परिचय दिनुहोस् न मेरो नाम पवन दाहाल मेरो घर हले सितवाचुङ नगरपालिका वडा नम्बर 8 म सल्यान भन्ने ठाउँमा पढ्छु गुरुकुलमा हजुर ए हजुरको बसाइ चाहिँ कता मेरो गुरुकुल नै है सल्यानै तर्फबाट है हजुर हजुर हाम्रो यो अनि अब गौरीटा भन्नाले हाम्रो यो गौमाताको पहिलो पाइला भनिन्छ होइन हजुर त्यो चाहिँ मासतिर परिन्छ यो माथि चाहिँ हाम्रो गौमाताको पहिलो पाइला परेको धरतीमा होइन त्यो भनिन्छ त्यो भनेर चिनिन्छ त्यसपछिबाट शिव पार्वती चाहिँ यहाँ विश्राम गर्नुभएको हस् धन्यवाद तपाईँलाई तपाईँको थोरै समय हामीले लियौँ हजुर हस् धन्यवाद हाम्रो यसलाई चाहिँ के भन्छ हाम्रो गौमाताको यो पहिलो उसो हाम्रो है यो धरतीमा हाम्रो पहिलो छापा नै हो हजुर यसलाई चाहिँ हाम्रो गौमाताको पहिलो पाइला अनि पहिलो पाइला हाम्रो धरतीमा परेको भन्ने चिनिन्छ यो चाहिँ हाम्रो सोलुखुम्बु स्थित हाम्रो माथि यो ठाउँलाई हामीले के भनेर चिनिन्छौँ गौरी टाप हामीलाई गौरी टापै भनेर चिन्छौँ हजुर हस् धन्यवाद थ्याङ्क यू तपाईँहरूलाई पनि ल तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ नयाँ वर्षको बेलामा प्रत्येक वर्ष यहाँनिर मेला लाग्ने गरिन्छ तपाईँहरू आउनु होला घुमेर रमाउने स्थलहरू गर्न सक्नुहुन्छ हाम्रो यसको बारेमा थोरै भनिदिनुहोस् शिवजी हाम्रो यहाँ कहिले स्थापित हुनुभयो यो कहिले 4 वर्ष भयो हजुर यो त हामीले आफैले पछि स्थापित गरेको है हजुर यो स्थापित गरेको पहिला चाहिँ यहाँ चाहिँ शिला थियो शिला मात्रै हजुर मान्ने शिला थियो अब शिलालाई चाहिँ फेरि हामीले अनि एउटा मूर्तिमा परिणत गर्नुभयो हजुर पहिला चाहिँ शिला मान्ने गर्थ्यो अनि हाम्रो गौमाताको त्यो पहिलो यता भन्नु पर्दाखेरि शिवजी चाहिँ यहाँ हुनुहुन्छ होइन यो चाहिँ शिवजी चाहिँ पछि यो चाहिँ स्थापना चाहिँ त्यहाँ भनेको हाम्रो यो तल यो सानो रहेको जुन तल चाहिँ शिव गणेश पार्वती हजुर त्यहाँ चाहिँ पहिल्यै पुरानै हो हजुर हजुर त्यहाँ स्थापित गरेको होइन हजुर एकदम पुरानो तपाईँको बाउ बाजेले मान्ने हजुर हजुर उहिलेदेखि अनि यहाँ गौरी गाईको पहिला भने यो हो पहिलो हजुर म त्यो पनि थोरै भ्रमण गरेँ तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँनिर हजुर हस् धन्यवाद तपाईँलाई तपाईँको समय हामीले लियौँ थोरै होइन हस् त जय शम्भु हस् त गुरुजी धन्यवाद यो चाहिँ ल तपाईँहरूको लागि अब यहाँ गौरी ट्याप घुम्दा तपाईँहरू थकाइ लाग्यो भने एउटा सानो रेस्ट पोइन्ट जस्तो ठाउँमा हामी यो माथि डाँडालाई यसलाई चिनिन्छ रेस्ट पोइन्ट होइन यो हामी यहाँ गएर रेस्ट गर्न सकिन्छौँ ल हाम्रो यहाँ भर्खरै होइन सेट आइसकेको छ फुल सेटअपहरू अब चाहिँ हाम्रो यहाँ पालो आउँछ यहाँ अब सेटअप गर्नु हुँदैछ हाम्रो यहाँनिर एउटा अङ्कल हुनुहुन्छ उहाँको पालो छ उहाँ पनि बिहानदेखि कुर्दा भर्खरै पालो आउनुहुन्छ पैसा त खस्दैन पैसा खस्यो भने हामी बाटोमा टिप्दै
त्यो मेमोरी सेमोरी काम नगर न अर्को वर्ष फेरि हामी आउनुपर्छ अब ल ओके सबैलाई धन्यवाद यहाँबाट चाहिँ कडा देख्दो रहेछ ठ्याक्कै बुद्धको मूर्तिलाई घरतिर फर्काएको जाम बेसी भएर हिँड्दै हिँड्दै जानुपर्छ बन्दिया पठाओ ल अब चाहिँ आफ्नो डेस्टिनेसन आइपुग्यो घर